सो हेलो माइलहरू के छ हालको यार सबजनाको सबजना सन्चै हुनुहुन्छ होला होइन। अनि यार आज चाहिँ अब एउटा नर्मल भिडियो होइन हालिदिउँ भनेर हो। एन्ड कन्टेन्ट क्रिएसन गर्दै जाँदाखेरि होइन कति दिन भयो मैले गर्नु थालेको, अलमोस्ट 8-10 दिन होइन 15-20 दिन भयो होला। अनि भिडियो पोस्ट गर्न खोज्छु म एभ्री डे होइन। अनि एउटा कुरा चाहिँ मिसिङ जस्तो लाग्यो क्या मलाई, हुन्छ नि मैले एउटा कुरा चाहिँ गलत गरिरहेको छु क्या होइन। म जस्तो छु मैले त्यस्तो भिडियोहरू चाहिँ हालिरहेको छैन क्या। अनि आई एम ट्राइङ टु बी समवाट अ गुड गाई होइन। म राम्रो बन्न खोजिरहेको छु, म राम्रो छैन क्या त्योहरू होइन। म छाडा बोल्छु होइन, खतरा हुन्छ नि त, मेरो यस्तो बोल्ने तरिकै छैन हुन्छ नि त। अब म सिम्पल कुराहरू धेरै भन्दिनँ होइन। अनि शब्दै पछि छाडा निस्किन्छ होइन। एन्ड द्याट अफ थिङ क्या अब हुन्छ नि त। अनि मैले चाहिँ अब के सोचेँ भन्दा आजदेखि चाहिँ होइन नो सुगर कोटिङ क्या होइन। त्यो मुझे सुगर कोटिङ गरेर होइन आफूलाई राम्रो देखाएर होइन, आफू हुन्छ नि त राम्रो बन्न खोजेर सायदै मैले, किनभने मैले होइन यो भिडियो हाल्न थालेदेखि हुन्छ नि त आफ्नो भिडियो पनि चेक गरिन्छ नि त सधैँ। अनि एउटा चिज चाहिँ हमेसा मिसिङ लाग्ने क्या मलाई भिडियो बनाउँदाखेरि होइन। के भयो, के भइरहेको छैन, के पुगिरहेको छैन यो होइन, केही न केही त पुगिरहेको छैन मेरो भिडियोमा होइन। अनि त्यो जहिले हेर्दाखेरि होइन गोइङ ब्याक होइन के लाग्ने भने मलाई मनै छैन यो भिडियोमा त यार, यो अर्कै मान्छे बोलिरहेको छ होइन। म प्रिटेन्ड गरिरहेको छु होइन, म जस्तो हुनलाई होइन, हुन्छ नि त राम्रो हुनलाई प्रिटेन्ड गरिरहेको छु भन्ने खालको फिल भइरहेको छ क्या। सो आजदेखि चाहिँ एउटा हुन्छ नि त भिडियो बनाउँदाखेरि होइन मेरो मुखबाट गाली साली निस्केला कहिलेकाहीँ होइन, यताउति होला। फर्स्टली मेरो फ्यामिलीलाई होइन आई एपोलोजाइज होइन, म यस्तै छु होइन। सायद तपाईँहरूलाई थाहा छ कि छैन होइन। जति पनि हुन्छ नि त वेभर लाइक जसलाई लाग्छ कि यार गाली दिएर त हुँदैन यार भिडियोहरूमा, इट्स जस्ट माई थिङ होइन। आई निड टु बी मी होइन। पहिला म हुनु पऱ्यो।